नमस्ते साथीहरू, आजको भिडियोमा तपाईहरुले एकदमै नयाँ तरिकाले सेलरोटी बनाउने कला देख्न पाउनुहुनेछ। हेर्नुस् त दाइले कस्तो गजबको आइडिया लगाएर बनाउनु भएको छ। सबैभन्दा पहिले उहाँले गोलो भाँडोमा सेलरोटीको पिठो राख्नुहुन्छ। त्यसपछि तातो तेल भएको कराईमा बिस्तारै लगेर हाल्नुहुन्छ। वा तेलमा पुगेपछि सेलरोटी बिस्तारै फुल्न थाल्छ। हेर्दा हेर्दै गोलो आकार बन्दै जान्छ। कतै नटुटेको कति राम्रो आकार भएको छ है साथीहरू। अब दाइले भाँडोबाट सावधानीपूर्वक सेलरोटी निकाल्नुहुन्छ। त्यसपछि फेरि तेलमै राम्ररी तार्न थाल्नुहुन्छ। यता घुमायो उता घुमायो बिस्तारै सुनौलो रङ पनि आउन थाल्छ। पाक्दै जाँदा झनै मिठो देखिन्छ है साथीहरू। कति राम्रो गोलो साइज बनेको छ है साथीहरू। यस्तो सेलरोटी त चाडपर्वमा मात्र होइन, दैनिक खान पाए कति मजा आउने। अन्तिममा तयार भयो मिठो र आकर्षक सेलरोटी। साथीहरू, दाइको मेहनत र कलाको सम्मानको लागि भिडियोलाई लाइक गरी सब्स्क्राइब र फलो गर्न भने नभुल्नुहोला।